सबभन्दा सुरुमा चुलोमा ग्यास जलाउने यसरी अनि गाइस बसाल्ने। गाइस तरकारी बनाउनलाई तयार छ। गाइस आज टमाटर नभएर म के बनाउन लाग्छु है। ओके गाइस तेल हालिसके गाइस यसरी तेल अलिकति हाल्ने अनि हालिसकेपछि गाइस त्यसलाई पाक्न दिउँ गाइस। ल गाइस अब हेरौँ जिरा हालिसके गाइस। जिरा हाल्ने बित्तिकै गाइस के हाल्ने पियाज अनि यसलाई भुट्ने गाइस राम्ररी भुट्ने। अब खुर्सानी लसुनहरू भयो यो हाल्ने। टमाटर नभएर गाइस आज म सोचिरहेको थिएँ के हालिदिउँ के नहालौँ गाइस। अब हेर्नुहोस् जिन्दगी यस्तै हो। आलु लौका सिद्रा अनि गाइस खुर्सानी हेर्नु कति पिरो छ। लसुन अनि यो पाक्दैछ गाइस। ल है गाइस प्याज पाकिसक्यो। अब अलिकति लसुनलाई पाक्न दिउँ। लसुन पाक्ने बेलै यो हालिदिने गाइस। आज खुर्सानी ओ माय गॉड यो त के हुन्ला छ यार आँखामा परिरहेको छ गाइस। अब हल्दी हालिदिउँ अनि कति हो ऊ भएको है। अब सबभन्दा पहिला त के हाल्नु पर्यो सिद्रा हाल्नु पर्यो है गाइस। सिद्रा हाल्दैछौँ गाइस। गाइस सिद्रा हालिसकेपछि यसलाई अब भुट्ने एकछिन मजाले। भुटिसकेपछि गाइस अब आयो गाइस लौका र आलुको पालो। हेर्दै जानु गाइस म हाल्दैछु। गाइस अब यसलाई भुट्ने अनि पाकिसकेपछि म फेरि देखाउँछु तपाईँलाई लास्टमा कस्तो भयो भनेर। यो लौका आलु सिद्रा कस्तो मिठो गाइस। त गाइस तरकारी पाकिसक्यो। अब हेरौँ गाइस ग्यास बन्द गर्ने टाइम आइसक्यो। यतातिर ग्यास बन्द गरिरहेको छु। अब भइगयो गाइस क्या मस्त तरकारी बनेछ। भइसक्यो गाइस आजको लागि बाई बाई गाइस।